एकछिन के तपाईँको छोराछोरीहरू एससी दिएर बसिरहेका छन्? अब के पढाउने भनेर चिन्तित हुनुहुन्छ? त्यसो भने मेरो कुरा तपाईँहरूको लागि हुनसक्छ। 2 मिनट अवश्य सुन्नुहोस्। काम छोडेर पनि सुन्नुहोस्, फेरि पछुतो होला। तपाईँका बच्चा-बच्ची एससी दिएर घरमा काम बेगर बसिरहेका छन् भने र अब एससी पछाडि के पढ्ने भन्ने पनि तपाईँलाई तनाव हुनसक्छ। यदि तपाईँहरूको बच्चाहरू एससी दिएर घर बसिरहेका छन्, के गराउने अनि कलेज जाने बेला के पढाउने भन्ने टेन्सन छ भने म तपाईँहरूलाई आइडिया बताउँछु। मेरो आइडिया कस्तो लाग्न सक्छ। यदि तपाईँको बच्चाहरू अहिले 1-2 महिनाको लागि घरमै छन् भने उनीहरूलाई घरको स्किल सिकाउनुहोस्, हाउस स्किल, जो कि भोलि बाहिरको लागि काम लाग्छ, कहीँ जाँदा पनि काम लाग्छ। यतिखेर तपाईँको छोराछोरीहरूलाई स्किल सिकाउनु समय घरको स्किल कस्तो हुन्छ भन्दाखेरि झाडु लगाउने, पोछा लगाउने, भाँडा पखाल्ने, पानी थाप्ने, इष्टमित्र आफन्त आउँदा पानी गिलासमा हालेर यसरी दिने, चिया बनाउन सिकाउने, थोरै सानातिना कुराहरू उनीहरूको यो स्किलमा पर्छ, हाउस स्किल। तन्नासन्ना आफू सुतेको रुमहरू कसरी सफा गर्ने, कसरी पट्याउने। अनि अर्को कुरो, एससी पछाडि के गर्ने त, के सब्जेक्ट लिएर पढ्छन् भन्ने कुराको पनि तनाव हुनसक्छ। यदि के लिएर सब्जेक्ट पढ्छन् भन्ने हुन्छ नि, बच्चाहरू अहिलेको पढे लेखेका छन् उनीहरूलाई आउँछ भनेर मात्रै नछोड्नुहोस्। तपाईँहरूको पनि साथको जरुरी हुन्छ। उनीहरूले कहीँ गएर इजिली सब्जेक्टहरू लिन खोजिरहेका हुन सक्छन्, साथीको लैलेमा लागिरहेका हुन सक्छन्। यसमा तपाईँले सहयोग गर्नुपर्छ। यो सब्जेक्ट नेपालको लागि कतिको उत्तम छ, बाहिर जानको लागि कतिको उत्तम छ र भविष्यमा यसले बच्चालाई नेपालमै राख्नको लागि कति सहयोग गर्छ, या बाहिर जाँदा उनीहरूले त्यस सम्बन्धी काम कति सजिलोसँग पाउँछन् भन्ने कुरामा निर्भर हुन्छ। त्यही भएर यदि यस्तै कुराहरू तपाईँहरू हेरिराख्न सुनिराख्न चाहनुहुन्छ भने सक्दो सेयर, लाइक, कमेन्ट गर्नुहोस्। अर्को भिडियोमा फेरि म डिटेलमा बताउनेछु।